हेलो गाइज, यो चाहिँ खाने यस्तो झ्याउ हो। यस्तो यो राजनाङ्गीमा टिप्दैछु म। यो खालको चाहिँ टक्क लगेर पकाएर खाने। तपाईँहरू पनि खानु कसरी खाने भन्ने हेर्न चाहनुहुन्छ भने हेलो एलआर मा भिडियो आउँछ। यो युट्युबमा नि आउँछ अनि फेसबुकमा नि आउँछ, टिकटकमा पनि सम्भवतः फुर्सद भए जति हाल्छु। यहाँ यो खाले हो। खाने चाहिँ फेरि अर्कै खानु होला र लेम क्यास च्यायो भने म केही जिम्मेवार हुन्न। यस्तो यो मासु खानु र यो खानु उस्तै हो। त्यस्तै मिठो हुन्छ, स्वादिलो हुन्छ। तेल जो के भन्थ्यो ल नि है दिदीले नि टिप्दै हुनुहुन्छ। खाने हाम्रो भाइकोमा आउनु होला। तपाईँ पनि लगेर खानु। यो चाहिँ फेरि यो मर्छ कि अब भन्ने डर पनि कसैलाई छ। त्यसो छ भने भिडियो लाइभ हेर्नु होला। यो खाँदा खाँदैको हेर्नु भने त न खाँदा खाँदै त्यही भुक्लुक्कै ढलेर मऱ्यो भने त यही खाएर मरेको भन्नु त पर्यो। त्यस्तो तर ढुक्कै हुनुहोस्, मर्दैन त्यसरी चाहिँ। यो डाँडा आसपास छेउमा यो टन्नै छ यस्तो। यो पुरै खाने हो। अब आफूलाई जति आवश्यकता हो त्यति टिपेर लाने हो होइन। बढी त किन लानु र, तर लगिराख्यो भने खान त मिल्यो। यो एकजना दाइले चाहिँ मलाई सोध्दै हुनुहुन्थ्यो भिडियो बनाउने दाइले, तर मैले अहिलेको यो सिजनमा ठ्याक्कै फुलिसकेछ नि त। यस्तो टिपेर खाने यो कार्यक्रम हेलो एलआरमा हुन्छ। यस्तो टिपेर खाने चाहिँ हेर्नु कति धेरै रहेछ त। यो भिडियो भरे लगेर खाने। यो खास अलिक लामो हुन्थ्यो, तर यो चाहिँ छोटै रहेछ। यस्तोहरू खासमा चाहिँ यो लामो बढेर हुन्थ्यो, छैन रहेछ बढेको। जङ्गल घुम्नु आउनुको छुट्टै आनन्द, आफ्नो माइन्ड फ्रेस पनि हुने। यस्तो कुराहरू खाने कुराहरू जङ्गलमै पाइहालिन्छ।